वान साथीहरू, म चाहिँ हामी सुन्दर चसीटोल कृषि फर्मबाट हो। यहाँ नजिक शेर्पा दाइको टनेल कम्तीमा पनि 300 फिट लामो होला। सायद यो भर्खर टमाटर निस्किन थाल्यो। यता काउलीहरू रोप्नु भएको रहेछ टमाटर सिधेर। बोडीहरू पनि कम्ती कम्ती रहेछ। यो टनेल हेर्नुहोस्, टमाटर पछिल्लो लटको चाहिँ अलिक राम्रो रहेछ दाइकोमा। मैले रोपेको चाहिँ खासै राम्रो भएन। यसपालो खोइ के भएको नि, के मिस्टेक भयो, यति धेरै राम्रो छ गाइज। ल हेर्नुहोस्, टमाटरमा कुनै प्रकारको रोग मैले देखिनँ यति लामो टनेलमा। हेर्नुहोस् ल, यस्तो राम्रो टमाटर। यहाँबाट म लडेँ भने निकै तलमुनि झर्छु, केही हुँदैन। हिलो लाग्छ, खुट्टा मर्किन सक्छ, त्यसैले भिडियो पनि कम गरेँ गाइज। यो पछौटे यो सेकेन्ड लटको टमाटर यो खालको भएछ। है साथीहरू, अब हाम्रो सुन्दर चसीटोलको फर्म फ्लावर